म विश्वकुमार कार्की। क्रिएटिभ पोडकास्टको यस श्रृङ्खलामा आज हाम्रो विषय रहेको छ युवा स्वरोजगार। देशमा धेरै युवाहरू बस्ने इच्छा नगरेर वा बाध्यताले गर्दा विदेश हिँड्नु परेको अहिलेको परिप्रेक्ष्यमा युवाहरूलाई आफ्नै देशभित्र रहनलाई के कस्ता पहल कदमीहरू अपनाउनु पर्छ तथा स्वरोजगारका लागि चाहिने स्रोत र साधनहरू के हुन्, यस्तै यावत विषयमा हामीसँग चर्चा एवं परिचर्चा गर्नको लागि पाहुनाको रूपमा हुनुहुन्छ टङ्क भट्टराईज्यू। उहाँ ओडिआई नेपालको म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ, एफसिडिपिएनको प्रेसिडेन्ट हुनुहुन्छ र साथै उहाँ एक कुशल एन्टरप्रेनर पनि हुनुहुन्छ। भट्टराईजी, स्वागत छ यहाँलाई। हजुर, नमस्कार, धन्यवाद। विषयवस्तुतिर प्रस्थान गरौँ। युवा स्वरोजगारिता भन्नाले यहाँले के बुझ्नुहुन्छ, छोटकरीमा बताइदिनुहोस्। हस् त, धन्यवाद सर। विशेष युवा स्वरोजगारिता भन्नाले कुनै पनि युवाहरूले आफ्नो खुट्टामा आफै उभिन सक्ने क्यापाबिलिटी डेभलप मेजर गर्न सक्ने। त्यसमा मतलब कि आफ्नो खुट्टामा केही सिप हुनुपर्छ अथवा केही काम गरेर आफूले पढेको कुरालाई युटिलाइज गरेर चाहिँ आफ्नो खुट्टामा आफै उभिन सक्ने भएर र त्यसले उभिन मात्रै भनेको त्यसलाई अर्निङ हुनु पर्यो। त्यो अर्निङ गरेर चाहिँ आफूले त्यसलाई चाहिँ जीविकोपार्जनमा सहयोग हुनु पर्यो भने त्यसलाई चाहिँ मलाई लाग्छ कि यो चाहिँ युवा स्वरोजगारिता बाहेक भन्ने कुरा गर्न सक्छ। युवा स्वरोजगार भन्ने शब्द एकदमै गहन छ। यद्यपि हालसम्मको स्थितिलाई हेर्ने हो भने यसलाई खालि चुनाव जित्ने माध्यम मात्र बनाइयो र विभिन्न घोषणा पत्रको एउटा राम्रो स्लोगन मात्र बनाइयो। यदि मैले यसो भने म सही हुन्छ वा गलत हुन्छ? विशेष गरेर अब घोषणा पत्रसँग लिङ्क गरेर चुनावलाई पनि काहीँ न काहीँ लिङ्क गर्नु है। र त्यो भनेको कस्तो भने युवाहरूलाई आकर्षण गर्नलाई त्यो तपाईँको नारामाथि तपाईँको उनीहरूले घोषणा पत्रले राम्रो राम्रो नाराहरू दिइरहेका हुन्छन्, तर त्यो कुनै पनि एक्सन हुँदैन। हाम्रो कन्सर्न हाम्रो देशको सबभन्दा ठुलो प्रब्लम नै समस्या भनेको चाहिँ के हो भने हाम्रो जब कार्यान्वयनमा हाम्रो खुट्टा छ, कार्यान्वयनमा केही पनि कामै हुँदैन। ठुल्ठुलो हामीले चाहिँ धेरै कुरा गर्छौँ, लेख्छौँ, बुझ्छौँ, हाम्रो पढा लेखा पनि हामीले धेरै छौँ, तर कार्यान्वयन पक्ष वेल म्यानेजमेन्ट एक्सन ओरिएन्टेड भन्ने खालको छैन। त्यो एक्सनमा हुनुपर्ने एबिलिटी नभएकाले गर्दा कहीँ हाम्रो चुकिरहेका छौँ र हरेक कुरा पनि त्यो जोड्न सकिँदैन। युवा स्वरोजगारको कुरालाई जोड्यो भने पनि हामीले तालिमहरू पनि भएका छन् नभएका होइन। विभिन्न मन्त्रालयहरू तपाईँ स्थानीय निकायदेखि तपाईँको केन्द्रीय विभिन्न मन्त्रालयहरूले तालिमका विभिन्न तालिमहरू स्वरोजगारका तालिमहरू स्किल ओरिएन्टेड कोर्सहरू सञ्चालन नभएका छन्। तर ती कोर्सहरू सञ्चालन गरिसकेपछि कसरी त्यसलाई व्यवहारमा उतार्ने र त्यसको सही रूपमा कसरी सदुपयोग गर्ने डेटाबेसहरू प्रपर छैन। त्यो नभइसकेपछि कहीँ न कहीँ हामीहरू कमजोर छौँ र त्यसले जुन किसिमको हामीले पारदर्शी रूपमा हेर्नुपर्ने, देख्नुपर्ने, मूल्याङ्कन गर्नुपर्ने अवस्था छ त्यो भन्ने देखिँदैन। मैले सरसर्ती हेर्दाखेरि यदि युवा स्वरोजगारिताका तालिमहरू पर्याप्त भएका छन् भने, यदि युवाहरूलाई स्वावलम्बन बनाउने प्रकारका उपायहरू राष्ट्रले गरिरहेका छन् भने अहिलेको अवस्थामा यति धेरै युवाहरू किन विदेश पलायन भए त? के उनीहरूले यो नबुझेर हो या उनीहरू विदेश जानै पर्छ भन्ने मानसिकता लिएर गएका हुन्छ? यहाँलाई के लाग्छ? त्यहाँ कस्तो लाग्छ मलाई भने केही हाम्रो ज्ञान नभएको होइन। अहिले भनेको दुईवटा कुरा छ। कार्यक्रम पनि गर्छु भन्ने छन् नभएका होइन, तर जुन पर्याप्त रूपमा हामीले स्टडी गरेर आवश्यकताको अनुसारका कार्यक्रम नभएका हुन्छ जस्तो लाग्छ कहीँ न कहीँ। जस्तो हजुरलाई के हुन्छ भने युवाहरू विशेष चाहने भनेको विद्यार्थी सर्कलका, जस्तो +2 गरिसकेपछि अथवा ब्याचलर गरिसकेपछि ती विद्यार्थीहरू बाहिर गइरहेको अवस्था हुन्छ। अब तिनीहरू एउटा एकाडेमिक कोर्स गरेर गएका छन् भने जति मान्छेहरू अरू नन एकाडेमिक जस्तो लेबर क्लासमा पनि धेरै जस्तो चाहिँ मिडल इस्टमा चाहिँ काम गर्नको लागि चाहिँ उनीहरू काम गर्न गइरहेको छ, मिडल इस्टमा गइरहेको छ। भनेपछि यहाँ कस्तो कुरा छ भने हजुरको नेपालकै कन्ट्रिजमा हेर्ने तालिम त भएको छ, तर हाम्रो आवश्यकता के हो? जस्तो इक्जाम्पल हजुरलाई म जोड्न चाहन्छु। हामीले देश विकासको मोडलसँग स्किल पनि म्याच गर्नुपर्छ जस्तो मलाई लाग्छ। जस्तो इक्जाम्पल हाम्रो देश विकासको मोडलको प्रायोरिटी हेर्ने भने हामीले त्यो कृषि सेक्टर भन्छौँ। के कृषि सेक्टरमा कति हाम्रो त्यो तालिमको व्यवस्था गरेको छ? प्राथमिक तालिम कति त्यो बाटो जोड्नु पऱ्यो। पर्यटनको आधार भन्छ, पर्यटनमा हामीले के कति हामीले तालिम
एलाइनमेन्ट गर्न सकिरहेको छ। त्यस्तै हाम्रो तपाईँको चाहिँ तपाईँ औद्योगिक पढमा त हामीले केही कुरा भएका होला, तर त्यो कस्ता उद्योग धन्दाहरू हामीले आवास जस्तो सिमेन्ट इन्डस्ट्री आइरहला, जस्तो अरू नयाँ नयाँ इन्डस्ट्री आइरहला, एफएमसिजी आइरहला, अथवा अहिले त्यो तपाईँको लेटेस्ट हेर्ने भने चाहिँ आइटीमा तपाईँको एकदम ठुलो रिभोल्युसन छ, एआईमा छ भने चाहिँ त्यो अनुसार चाहिँ हामीले समूह सापेक्ष युवाहरूलाई ट्रेन गरेका छैनौँ। त्यो किनभने अहिले ट्रेन गरेको फेरि केही समयपछि पुरानो हुन्छ, युटिलाइज सक्दैन। त्यसले गर्दा हाम्रो आवश्यकतासँग म्याच भएर पोलिसीलाई पनि त्यही किसिमले चाहिँ हामीले के अरे परिवर्तन गरेर हामीले युवाहरूलाई चाहिँ युवाको काम र देश विकास र देशको आवश्यकता अनुसारलाई लिङ्क गर्न सक्यौँ भने त त्यो आवश्यकता अनुसार त्यो युवाको दक्षता स्किललाई चाहिँ बढाएर चाहिँ उनीहरूलाई फेरि हामीले सही रूपमा चाहिँ तिनीहरूलाई स्कुलको सदुपयोग गर्न सकेको खण्डमा चाहिँ हामीले डेफिनेटली हजुरले भने जस्तो जुन किसिमको युवाहरू बाहिर गइरहेको छ त्यही हामीले म्याक्सिमम रूपमा चाहिँ रिटेन्सन गर्न सक्छौँ। तर राष्ट्रले अथवा गभर्मेन्टको पोलिसीले अथवा युवा नीतिले क्लियर हाम्रो युवा नीति हुनुपर्छ, त्यो युवा नीतिले चाहिँ हामीले के काम गर्नुपर्छ त्यो पनि थाहा छ, युवाहरूलाई देशमै राख्नुपर्छ त्यो पनि थाहा छ, नीति निर्माणहरू हुनुपर्ने भइरहेको पनि छ, तालिमहरू हुनुपर्ने ती तालिमहरू पनि भइरहेका छन् भने कहाँनिर अड्क्यो त? कि यस्ता तालिमहरू राजनैतिक पहुँच भएका व्यक्तिहरूले मात्र पाए वा राजनैतिक दलका कार्यकर्ताले मात्र पाए वा सुगमका मानिसहरूले मात्र पाए र समस्या आएको हो वा के हो कि बुझ्न चाहिँ किन नसकिएको अर्थ छ? अहिले किन त्यसको परिणाम हामीले देखेका छैनौँ त? किन युवाहरू निराश छन् त? किन युवाहरू त्यसमा बस्नै चाहँदैनन् त अधिकतम मात्रामा? किन? मुख्य मलाई चाहिँ के लाग्छ यसमा भने सर, जस्तो अहिले उनीहरूलाई हामीले के स्किल आवश्यक छ, जस्तो हामीले त्यो नै ग्याप छ कि युवाहरूलाई हामीले के सिकायो, कुन स्किल दियो भने उनीहरू इन्गेजमेन्ट हुन्छ। जस्तो हजुरलाई अहिले पनि हेर्ने भने मैले एग्रिकल्चर सेक्टरमा हामीले धेरै काम गरेर राख्छ, जस्तो टुरिज्म सेक्टरमा धेरै ठुलो अथाह सम्भावना छ। जस्तो हजुर अरू त्यस्तै गरी हाम्रो त्यो हाइड्रो पावर सेक्टरमा हामीले एकदमै ठुलो इन्भेस्टमेन्ट गर्न सक्छौँ, त्यहाँ धेरै युवा जनशक्तिको आवश्यकता छ। तर समस्या के हो भने हाम्रो आवश्यकतासँग स्किललाई इन्हेन्स गरियो कि हामीले ट्रेडिसनल रूप एप्रोचमा मात्रै हामी गयौँ। जस्तो अहिले पनि तपाईँको इलेक्ट्रिसिटी, इलेक्ट्रिकल वायरिङ त्यो ठिक छ, आवश्यकता त सङ्ख्या घटाउनु पऱ्यो, अरू नयाँमा हामीले इन्हेन्स गर्नु पऱ्यो क्या। जस्तो एग्रिकल्चर सेक्टरमा किन मान्छे प्रोत्साहित छैन त? किन हामीले त्यो मोटिभेट गर्न सकिरहेको छैनौँ? हो त्यो कन्सर्नमा हामीले जानु पऱ्यो। टुरिज्म सेक्टरमा पनि त हाम्रो अथाह सम्भावना छ। हजुरले हेर्ने भने यो हजुरको हाम्रो जता पनि हिमाल पहाड त तराई जहाँ छ त्यो टुरिज्मको अथाह सम्भावना भएको सम्भावना, तर हामी चाहिँ स्किल नै पाएको छैन नि त्यसमा त काम गर्ने स्किल कहाँ छ त? त्यसले गर्दा सिपमूलक जनशक्ति नहुनुमा पनि हाम्रो प्रणालीभित्र भएका कमी कमजोरी भनौँ वा हाम्रो प्रणालीभित्र निहित रहेको नीतिगत भ्रष्टाचार कतिको जिम्मेवार छ यहाँले स्पष्ट रूपमा देख्नु? त्यो तहरूले भन्नै पर्दैन। हामीले जस्तो मलाई चाहिँ के लाग्छ भने हाम्रा पोलिसी लेभलमा बसेका पोलिसी मेकर्सहरू छन् जहाँ दुई पार्ट अनिवार्य। एउटा चाहिँ हाम्रो निर्वाचित भएर आउने सांसदको रूपमा चाहिँ उनीहरू चाहिँ विधायिकाको रूपमा आए, एउटा पार्ट भनेको चाहिँ त्यो गभर्मेन्टको उच्च स्तरमा बसेका पोलिसी मेकरहरू भयो। त्यो अवस्थामा नै ग्याप छ क्या। हाम्रो कस्तो भने पोलिसी मेकर जुन आउँछ उनीहरू नै तपाईँको क्लारिटी छैन, एक्सपर्टिज छैन। जबसम्म पोलिसी मेकरहरू चाहिँ विषयवस्तुको ज्ञान प्रशस्त हुँदैन, पोलिसीमा पर्याप्त हामीले टाइम दिएर चाहिँ हाम्रो आवश्यकता अनुसारको पोलिसी बनाउन सक्दैनौँ, तबसम्म हामीहरू कमजोर हुन्छौँ। त्यहाँ भनेको त कस्तो नेपालको कन्डिसन चुनाव जितेर आउने मात्रै छन्, तर पोलिसीमा बस्दा उनीहरू कुनै पनि कन्ट्रिब्युसन भएको देखिँदैन। त्यहाँ कुनै पनि कर्मचारीले ड्राफ्ट के बनाएको हो त्यसमा सामान्य कुरा गर्ने हो, त्यसमा थिङ्किङ छैन, त हाम्रो गाउँ रियालिटी बुझेको छैन, गाउँमा के आवश्यकता, सहरमा के आवश्यकता, कस्तो खालको स्किल छ, कुनै त्यो फेरि गरेर तपाईँको दोहोरो सम्भाव हुने अवस्थाहरू छैन। त्यो मान्छेहरू चाहिँ तपाईँको एउटा कस्तो हुन्छ भने देखावटी मात्रै छ, तर वास्तविकता र गाउँ रियालिटीमा कसैले काम गरेको जस्तो छैन। त्यसले त त्यो भनेको हाम्रो जस्तो एउटा एकाडेमिक सेन्समा हेर्ने भने रिसर्च बेस हुनु पऱ्यो र एक्सन ओरिएन्टेड हुनु पऱ्यो। हाम्रो ती पार्टमा एकदमै कमजोरी छ र त्यो पार्टमा आजको दिन मलाई लाग्छ कि यी पोलिसी मेकरहरू पनि त्यो लेभलको व्यवहार हुनु पऱ्यो, उहाँहरूलाई पनि स्पेसिफिक नलेज हुनु पऱ्यो र देशको आवश्यकता र संसार अथवा ग्लोबलाइज जमानामा चाहिँ संसार कसरी गरिरहेको छ त्यो कुरालाई नेपालमा चाहिँ नेपाली कन्टेक्स्ट र लोकलाइज कसरी गर्ने र त्यसलाई हाम्रो नेक्स्ट लेभलमा कसरी डेभलपमेन्ट भन्ने कुरामा जानु पऱ्यो र त्योसँग चाहिँ पोलिसी पनि एलाइन गर्नु पऱ्यो र पिपलहरूलाई पनि त्यही लेभलले एलाइन गर्नु जरुरी छ। दिस इज भेरी इम्पोर्टेन्ट छ।
नीतिहरू बने, एकदमै राम्रा नीतिहरू बने, स्वावलम्बनका कुराहरू, अनि एवं गाउँपालिकाहरूले पनि त्यहाँका युवाहरूलाई परिचालित गर्ने कुराहरू, अनेक नीतिहरू बने। तदनुसार तपाईँको बजेट पनि कार्यान्वयन भयो, बजेट पनि लिएर आइयो होइन। यद्यपि परिणाम चाहिँ किन देखिएको छैन? परिणाममुखी बनाउनको लागि कस्तो कस्तो कार्यदिशाहरू चाहिएला त? युवाहरूलाई सुसङ्गठित गरेर देशभित्रै राख्ने र उद्यमशीलतामा संलग्न गराउनको लागि कस्तो कस्तो योजनाहरू चाहिएला त? एकदमै मूर्त रूपमा 1, 2, 3 गरेर यहाँ गर्नुहोस्। मलाई चाहिँ के लाग्छ भने हजुरको एकदमै महत्त्वपूर्ण कुरा हो। हजुरले हामीले युवालाई नेपालमै कसरी रिटेन्सन गर्न सक्नुपर्छ र देश विकास, मलाई लाग्छ कि देश विकास पनि मैले अघिदेखि जोडिरहेको छु र त्यसको फन्डामेन्टल प्रिन्सिपल भनेको चाहिँ हजुरले के छ भने हाम्रो आवश्यकताहरू चाहिँ 1, 2, 3 मा के अघि पनि भने हाम्रो आवश्यकता के हो त? देश विकासको मोडालिटीमा युवाको स्किललाई हामीले जोड्नु जरुरी छ। एउटा कुरा चाहिँ स्किलको हिसाबले, किनभने देशमा त हरेक किसिमको जनशक्ति चाहिन्छ। एउटा पढे लेखेको जनशक्ति पनि चाहिन्छ भने एउटा स्किल ओरिएन्टेड पिपुलहरू पनि चाहिन्छ। आजको दिनमा हेर्दै गर्ने हो भने हजुरले स्किल ओरिएन्टेड पिपुलहरू नै पाउन गाह्रो छ। हजुरले भनिसक्नुभयो सबै बाहिरी मात्रै जान्छन् र हाम्रो प्र्याक्टिकल कोर्स छैन। करिकुलमहरू तपाईँको धेरै तपाईँको कामको त्यति डाइनामिक रूपमा चाहिँ अपग्रेडेड भइरहेको अवस्था छैन। त्यसले गर्दा चाहिँ हामीहरू पछाडि परिरहेका छौँ र जस्तै स्टुडेन्ट पढिसकेपछि के भने उसले मेरो चाहिँ जबको ग्यारेन्टी हुन्छ भने कन्सर्नै छैन, त्यो कसैलाई मतलबै छैन। जस्तो +2 गरिसकेपछि विद्यार्थीले एनएससी लिन मतलाई गरेर उनीहरू बाहिर जाने भन्ने कुरा हुन्छन् र हजुरको स्कुल लेभलदेखि नै विद्यार्थीहरूलाई के मेन्टालिटी भयो भने म पढेर नेपालमा अपर्च्युनिटी छैन र इभन प्यारेन्टिङ कोचिङ नै त्यो खालको छ भनेपछि अब हामीले त्यो किसिमले त भएन। अब त्यसको मात्रै एउटा मेजर कन्सर्न भनेको नेपालमा विभिन्न किसिमको इम्प्लोइमेन्टमा जोड दिनु पर्यो। जस्तै एक्जाम्पल हामीले स्किललाई पनि त्यही किसिमले इन्हान्स गर्नु पर्यो। करिकुलम, एकाडेमिक करिकुलमलाई पनि समय साथमा परिवर्तित गर्नु पर्यो र म त भन्छु एकाडेमिक करिकुलमलाई मोर प्र्याक्टिकल हुनु पर्यो। प्र्याक्टिकल 2 सेन्समा हुनुपर्छ। एउटा सेन्स भनेको चाहिँ त्यो विद्यार्थीले उसको इच्छा आकाङ्क्षा के छ र इच्छा आकाङ्क्षा अनुसारको उसले के स्किल इन्हान्स गर्न चाहन्छ हो त्यसलाई चाहिँ जोड्न सक्यो भने मात्रै पोसिबल छ। जस्तो त्यो कुराको चाहिँ कहाँबाट सुरु गर्ने भन्दा चाहिँ म प्राइमरी स्कुलदेखि नै विद्यार्थीको इच्छा आकाङ्क्षासँग लिङ्क गरेर उसको स्किललाई चाहिँ हामीले इन्हान्स गरिसकेपछि र उसको जब +2 अथवा ब्याचलर लेभल जाला अथवा तपाईँको प्रोफेसनल अथवा भोकेसनल कोर्स होला अथवा एकाडेमिक कोर्स होला त्योसँग एलाइन भएर चाहिँ काममा लाउन सक्यो भने हामीलाई सजिलो हुन्छ। आजकै दिनमा हेर्ने भने पनि त नेपालमा हामीले हरेक दिन इन्टरभ्यू दिन्छौँ तर 100 जना लिँदा पनि 2 जना मान्छेको पनि म क्रिएटिभ छैन क्या, मान्छे क्रिएटिभ छैन। काम गर्छु म नेपालमै काम गर्छु भन्ने क्रिएटिभनेस छैन, फ्लेक्सिबिलिटी छैन। हाम्रो स्कुलले कसरी दिइरहेको छ त्यो पनि ग्याप छ। त्यसले गर्दा हाम्रो एकदमै ठुलो अध्ययन हुनु पऱ्यो। म एउटै मात्रै प्रिन्सिपल भन्छु, पोलिसी लेभलदेखि ग्राउन्ड लेभलका पिपुलहरूलाई चाहिँ हाम्रो आवश्यकता, देशको आवश्यकता, देशको मोडालिटी मोडालिटीसँग चाहिँ जोडेर त्यसमा पनि प्लानिङ गर्नु। एउटा चाहिँ हाम्रो चाहिँ सर्ट टर्म इमिडिएट प्लान गर्नु पऱ्यो, मिड टर्म प्लान गर्नु पऱ्यो, लङ टर्म प्लान गर्नु पऱ्यो र त्यो प्लानलाई एलाइनमेन्ट गरेर चाहिँ हामीले युवाहरूलाई चाहिँ दक्षता वृद्धि गर्नु, स्किल बढायौँ र प्र्याक्टिकल एजुकेसनलाई जोडिदियौँ भने त्यो अनि मात्रै एप्लाइड हुन्छ र युवाहरू चाहिँ बाहिरको सट्टा नेपालमै रिटर्न हुन सक्छन् भन्ने लाग्छ। यस सन्दर्भमा अब अभिभावकहरूले के गर्नु पर्यो, शिक्षकले के गर्नु पर्यो, जनप्रतिनिधिले के गर्नु पर्यो र विज्ञत वर्गहरू जसलाई हामी प्राज्ञिक वर्गहरू भन्छौँ वा विज्ञहरू भन्छौँ, उहाँहरूले के गर्नु पर्यो? त्यो काम भइरहेको छ वा छैन? छ भने के भइरहेको छ, छैन भने अब कसरी गर्ने? यस विषयमा स्पष्ट पारिदिनुहोस्। हजुरले त्यहाँ हजुरले भन्नुभयो समाजको हरेक वर्गको त्यतिले ठुलो महत्त्वपूर्ण भूमिका हुन्छ। हजुरले एकदमै महत्त्वपूर्ण कुरा गर्नुभयो। म अब हजुरले कुरा गर्छु विद्वत वर्ग जो इन्टेलेक्चुअल सर्कलको कुरा गर्छु। म विद्वत वर्गको रोल के हुन्छ भने उहाँहरूले चाहिँ एउटा राइट रिसर्च गर्ने ओरिएन्टेड रिसर्च गर्नु, त्यो चाहिँ एक्सन रिसर्च हुनु। जस्तै एआईको सम्बन्धमा, ग्राफिकको सम्बन्धमा, इन्टरनेसनल मार्केटिङको सम्बन्धमा इत्यादि। हजुर नेपालमा हजुरले त्यो भन्यो एक्ज्याक्टली के गर्यो भने पिपुल जोडिन्छ। जस्तो मैले भने हाम्रा स्किल्स के इन्हान्स गर्यो भने जस्तै एकदम त्यसमा पनि हामीले समय लाग्छ। मिड टर्म, सर्ट टर्म, मिड टर्म र लङ टर्ममा योजना गर्नु, के प्लानिङ गरेर के स्किल इन्हान्स गर्यो भने विद्यार्थीले के इम्प्रुभ गरेर साइकोलोजिकल कसरी विन गर्यो भने चाहिँ हामीले विद्यार्थीलाई इम्प्रुभ गर्न सक्नुपर्छ भन्ने कुरा चाहिँ विद्वान वर्ग
विद्वान वर्ग रिसर्चर भन्ने त्यो केसमा अथवा एकाडेमिसियनहरूले चाहिँ त्यो पाठ गर्नु पर्यो। त्योबाट नेक्स्ट लेभलमा जाँदा टिचर त्यसको आधारमा चाहिँ हाम्रो करिकुलमहरू डेभलप गर्नु पर्यो। भोकेसनल करिकुलमहरू पनि त्यसरी गर्नु पर्यो र एकाडेमिक करिकुलमको त्यसरी डेभलप गर्नु पर्यो। र कुनै पनि करिकुलममा हाम्रो कन्सेप्टमा चाहिँ त्यो भनेको त्यो साइकल चाहिँ कन्टिन्युस बेसिसमा हुनु पर्यो। किनभने हाम्रो त एकपल्ट करिकुलम बनेपछि त वर्षसम्म करिकुलम बन्दैन होइन। किनभने हाम्रो आवश्यकता एकातिर छ, हजुर काम अर्कोतिर भइरहेको छ। जस्तो जनशक्ति एकातिर चाहिएको छ, अर्कोतिर प्रडक्सन भइरहेको छ भने त ग्याप छ नि तहरूको। त्यो त हामीले सामान्य हामीले पनि फिल गर्न सक्छौँ। त्यो चाहिँ कसै एउटा प्राइभेट व्यक्तिले गर्न सक्दैन। त्यो एजुकेसनमा हजुरको एजुकेसन र हेल्थ सेक्टर भन्ने कुरा चाहिँ अलिक गभर्मेन्टको पब्लिक सेक्टरको ठुलै भूमिका हुन्छ। किनभने यो समग्रमा हेर्नुपर्छ। त्यसले गर्दाहरूको रोलको लागि गर्दा चाहिँ अब त्यसै गरी त्यो एजुकेसन त्यो रिसर्चरले गरेको पोलिसीको आधारमा तपाईँ एकाडेमिक कोर्सहरू भन्छ त्यो कोर्सलाई चाहिँ राइट किसिमले चाहिँ रेस्पोन्सिबल भएर पढाउने काम चाहिँ कलेज र स्कुल एकाडेमिक इन्स्टिट्युसनले गर्नु पर्यो, टिचर्सहरूले गर्नु पर्यो र उहाँहरूलाई पनि त्यही वेल ट्रेन गर्नु पर्यो। समग्रमा सामाजिक मूल्य र मान्यताहरूले पनि यसमा ठुलो भूमिका खेल्छ। यदि तपाईँसँग चिल्लो कार छ, तपाईँले नपढे पनि राम्रै पैसा कमाइरहनु भएको छ भने तपाईँको समाजमा स्तर ठुलो मानिन्छ। भ्रष्टाचारै गरेर कमाएको पैसा किन नहोस्, पछि अदालतले क्लिन चिट दियो भने केही पनि हुँदैन। भन्दाखेरि यस्तो प्रकारको सामाजिक परिवेशमा युवा उद्यमशीलतालाई अगाडि बढाउनको लागि समाजका अभिभावकहरूको कस्तो किसिमको दायित्व हुन्छ र विविध राजनैतिक पार्टीहरूका कस्तो प्रकारको दायित्व हुन्छ, यस विषयमा पनि के गरिदिनुहोस्। हुन्छ म त्यही कुरामा जोड्दैछु। हरेकको दायित्वको कुरामा मैले वितर्क गर्दादेखि स्कुल टिचरको कुरा गरेँ। त्यसपछि समाजको दायित्वमा हजुरको के हुन्छ भने पारिवारिक भूमिका हुन्छ। पारिवारिक भूमिका के भने हाम्रो आजको दिनको पारिवारिक भूमिका के छ भने विद्यार्थी मेरा बच्चा पढिसकेपछि नेपालमा स्कोप छैन र म बच्चालाई बाहिरै पठाउँछु भन्ने किसिमको मेन्टालिटीले त्यो मेन्टालिटी मात्र हो, यथार्थ होइन। यथार्थै हो, यथार्थ होला त्यही किसिमले काम भइरहेको छ भनेको त्यो पार्टलाई ब्रेक गर्नु पर्यो। त्यही पार्टलाई ब्रेक गर्नको लागि हरेक वर्गको त्यतिकै भूमिका छ। मैले भने विद्वान वर्गदेखि रिसर्चर हो, एकाडेमिसियन आएर त्यसै पोलिसी मेकर पनि त्यो लेभलको एवार हुन्छ। नेपालमा पोलिसी मेकर भनेको चाहिँ जबरजस्त पार्टीले बनाइदिएर अब हेर्ने हो भने एकाडेमिकली के कति साउन्ड हुन्छ, त्यसले कति एक्सपर्टिज दिन्छ। जस्तो हाम्रो कन्सर्नमा हेर्ने हो भने चाहिँ पोलिसी मेकर पनि त्यो पोलिटिसियन पनि विषयवस्तुको प्रशस्त ज्ञान भएको स्पेसिफिक पिपल हुनु पर्यो। मैले त भन्ने गर्छु उनीहरूका पनि पोलिटिकल पार्टीका पनि विभिन्न विभागहरू छन्, विभागबाट पनि प्रशिक्षित हुँदै एक्सपर्ट भएका पिपलहरू चाहिँ भोलि मन्त्रीलाई हाँक्न र पोलिसी मेकरमा पुग्ने व्यवस्था पनि हुनु पर्यो। मतलब त्यो लेभलसम्म फोरकास्ट गरिरहेको छु भने अब अभिभावकले पनि अब हामीले किनभने संसार जहाँ गए पनि आज ग्लोबल राष्ट्रको जमाना हो, संसारमा हाम्रै देशमा पनि हाम्रो अपर्च्युनिटी छ र हाम्रै देशमा बनाउनुपर्छ भन्ने किसिमको सोच हुनु पर्यो। आज जस्तो हरिको चुनाव भइरहँदा चाहिँ हामी यस्ता विषयवस्तु एजेन्डाहरू चाहिँ जनताले उठाइदिनु पर्यो। क्या मात्रै फन्डामेन्टल प्रिन्सिपल भनेको हाम्रो बाल बच्चालाई कसरी नेपालले रिटेन्सन गर्ने, हाम्रा बाल बच्चासँगै हामीले जिउन चाहन्छौँ, हाम्रा बाल बच्चासँगै बस्न चाहन्छौँ, त्यो किसिमको पोलिसीमा तपाईँको फोकस हुनु पर्यो। हरेक वर्गको त्यतिकै दायित्व छ भन्ने किसिमले चाहिँ पोलिसी मेकरलाई आज हामीले छानिरहेको अवस्था चाहिँ उनीहरूले त्यो लेभलको क्वेसन गर्न चाहनु पर्यो। त्यसले गर्दा मलाई चाहिँ के लाग्छ भने इट इज पोसिबल, किन संसारले भएको पोसिबल छैन, पोसिबल छ। किनभने म के भने चाहिँ अन्तर्राष्ट्रिय लेभलका विद्यार्थीहरू हाम्रो देशमा ल्याउन सकिन्छ। हाम्रोदेखि यति राम्रो वातावरण छ, यति सुन्दर, हाम्रो यस्तो धेरै वेदर यति राम्रो छ, यहाँ हामीले इन्टरनेसनल लेभल स्ट्यान्डर्ड लेभलका चाहिँ पढेको स्कुलहरू हामीले हुन सक्छौँ। जस्तो हजुरको हेर्नुहुन्छ मेडिकल साइन्समा यति राम्रो इन्भाइरोमेन्ट छ, मेडिकल इन्टरनेसनल लेभलका विद्यार्थीहरू आकर्षित गरेर हुन सक्छौँ। राम्रो कलेजहरू ताकि आज हाम्रा विद्यार्थीहरू पढ्न गइरहेको छ भने उनीहरूका विद्यार्थीहरू नेपालमा ल्याएर पढ्न ल्याउनु भएको सक्छौँ। हामीले त्यही इन्भेस्टमेन्टहरू गर्न सक्छौँ। यो प्लान्स एन्ड पोलिसिजका कुराहरू भए, यो धेरै ठुला कुराहरू भए, हामीलाई धेरै ठुला कुरा चाहिएको छैन कि मेरो 20-21 वर्षका छोराछोरीहरूले नेपालमै बसेर पढ्दाखेरि समेत 2-4 पैसा कमाउन सकोस्, यही बस्दाखेरि पनि जीविकोपार्जनमा केवल दाल भात खान सकोस् र एक जोर लुगा लाउन सकोस्, त्यसको प्रत्याभूति गर्नको लागि एकदमै सामान्य उद्यमशीलता के हुन्छ र त्यसको लागि हामीले के गर्नुपर्छ, अरूको आश नगरिकन विद्यार्थी आफूले के गर्नुपर्छ, अभिभावक पनि के गर्नुपर्छ, एकदमै सामान्यभन्दा
एउटा सामान्य स्टार्टअपको केही उदाहरणहरू गर्न सक्ने उदाहरणहरू दिनुहोस् न। हुन्छ सर, हजुर मैले दुई अब एकदम सिम्प्लिफाइड पाइने हो भने जब हामीले मुख्य कुरा आज भनेको चाहिँ हामीले ठिक छ एजुकेसनल सेक्टरमा पनि पोलिसी लेभलबाट सुधार गर्नुपर्छ, त्यो सेकेन्डरी पार्ट हो। हजुरले नै भनेको पार्टमा चाहिँ हाम्रो अहिलेकै कन्टेन्समा चाहिँ कसरी चाहिँ हामीहरू स्टेबल हुन सक्छौँ, दक्ष हुन सक्छौँ भन्ने कन्सर्नमा चाहिँ हामीहरू विद्यार्थीहरूले मोर प्र्याक्टिकल हुनु पर्यो। हामीले कुनै न कुनै सिपमा चाहिँ दक्षता हुनु पर्यो, किनभने हजुरको एकाडेमिक जस्तो स्किल ओरिएन्टेड त छँदैछ, स्किलको त्यो हरेक कुरा भ्यालु छ, किनभने स्किल जुनसुकै स्किल सिके पनि त्यो स्किललाई चाहिँ प्रयोग गरेर चाहिँ अर्निङमा कन्भर्ट भइहाल्छ। जस्तै इक्जाम्पल इलेक्ट्रिसियन भयो भने आज इलेक्ट्रिसियनको स्टक छ, उसले त्यो आफ्नो बिक्री गरेर स्किललाई बेचेर उसले पैसा कमाउन सक्छ र स्वावलम्बी हुन सक्छ है। जो प्लम्बर भयो, त्यस्तै गरी ब्युटी पार्लर पनि नेपालमा अब लेडिजहरू धेरै नै छन्, जस्तो सिलाइ कटाइको तालमा हुनसक्छ। त्यस्तै अरू धेरै जस्तो अब आज जस्तो हजुरको यो ग्राफिक डिजाइनको कुरा गर्नु, हजुर ग्राफिक डिजाइनमा भयो भने सोसियल मिडिया डिजिटल मार्केटिङको कुरा त्यो आफै सिकेर पनि त्यसमा चाहिँ आफ्नो खुट्टा आफै दिन सक्ने छन्। एकदमै ठुलो स्कोप छ त्यसमा। त्यसले गर्दा म के भन्दा त्यो स्किल चाहिँ बढाउनु पऱ्यो, प्र्याक्टिकल स्किल हुनु पऱ्यो र त्यो स्किल छ भने त्यो आफूमा भएको स्किल चाहिँ म यो काम गर्न सक्छु भनेर चाहिँ उसले सेलेबल पनि हुनु पऱ्यो, उसले कहाँ कम्युनिकेट पनि गर्नु पऱ्यो। किनभने आफूसँग स्किल छ तर सेल भएन भने हुँदैन र उसले गर्न चाहेन भने हामीले यस्ता निकाय छन् कि त्यसले सर्चिङ गरेर चाहिँ त्यसलाई स्किल भएको मान्छेलाई चाहिँ उहाँको स्किल कहाँ सदुपयोग हुन सक्छ भनेर हामीले चाहिँ उसलाई चाहिँ प्लेटफर्महरू चाहिँ क्रिएट गर्नु पऱ्यो। त्यसले गर्दा फन्डामेन्टल कुरा चाहिँ के हो भने हामीले आफूमा कुनै न कुनै स्किल गरेर भने बढाउने त्यो स्किललाई युटिलाइज गर्ने एउटा त्यो भनिरहँदा एकाडेमिकली पनि त्यो कुरा एप्लाई हुन्छ। जस्तो हजुरको होटेल म्यानेजमेन्टको कुरा गर्नु भने आज हाम्रोमा होटेल रेस्टुरेन्टहरू धेरै नै छन्, नभएका होइन, तर पर्यटन सेक्टरको पनि त्यतिकै सम्भावना छ। ग्रेजुअली हाम्रो नेक्स्ट लेभलमा नपुगे पनि हामीहरू त्यो केही न केही त हाम्रो तलाबमा भइरहेको अवस्था छ। तर हुँदैन त्यो सेक्टरमा कति तपाईँको तालिम प्राप्त छैन। सामान्य वेटरको तालिम लिएर भए पनि, बारिस्टाको तालिम लिएर भए पनि, इलेक्ट्रिसियन बनेर भए पनि, प्लम्बर बनेर भए पनि ती कलाहरूबाट ती सिपहरूबाट केही पैसा कमाउँदै विद्यार्थीहरूले आफ्नो एकाडेमिक स्टेटसलाई माथि ल्याउन सक्छन्। यहाँको भनाइ त्यही हो। हामी कार्यक्रमको अन्त्यमा आइरहेका छौँ। सानो सानो प्रश्न यहाँलाई गर्छु, एकदम छोटोमा उत्तर दिनु होला। सफलता के हो यहाँको लागि? सफलता भनेको चाहिँ मलाई के लाग्छ, आफ्नो खुट्टामा आफै उभिन सक्ने र आफू सेटिस्फाइड हुने र अरूलाई पनि केही कन्ट्रिब्युसन गर्न सक्नु भनेको सफलता हो। एकदमै राम्रो। Passion or economic prosperity, which one do you think more important? मलाई चाहिँ के लाग्छ, प्यासन त्यो आफ्नो धैर्यता हुनु पऱ्यो र त्यस आफूमा धैर्यता हो भने सबैको धैर्यता बढ्छ, समाजको धैर्यता बढ्छ, देशको धैर्यता बढ्छ। द्याट्स ओन्ली इज पोसिबल। Very good. अब कार्यक्रमको अन्तमा जाँदा जाँदै अहिलेका युवालाई, हाम्रा भाइ बहिनीहरूलाई उद्यमशीलताको लागि चाहिने अपरिहार्य गुणहरू यो है, यो चाहिँ तपाईँसँग हुनुपर्छ भनेर भन्दाखेरि यहाँले के गुणहरूलाई फोकस गर्नुहुन्छ? हजुर, यसमा मलाई के लाग्छ भने उद्यमशीलतामा आफ्नो खुट्टामा आफै उभिन सक्नको लागि हजुरहरूलाई म विद्यार्थी भाइ बहिनीहरूलाई अथवा नयाँ जेनेरेसनलाई के भन्दैन, हजुरहरू केही न केही सिक्नु काम सिक्नु, त्यसमा प्यासन गर्नु, प्यासन हुनु पऱ्यो, प्यासन हुनु पऱ्यो। तेस्रो भनेको चाहिँ हजुरको त्यस्ता प्रोफेसनलहरूलाई चाहिँ खोजी उनीहरूकोबाट पनि केही कुरा नयाँ कुरा सिक्न सकिन्छ। प्रोफेसनल इन्गेजमेन्ट भनेकोलाई किन त्यसले कसरी चाहिँ इन्हान्स गरिरहेको छ भने त्यो किसिमले नेक्स्ट इन्हान्स गर्नु। चौथो भनेको चाहिँ आफूमा भएको सिप छ भने त्यसलाई आइडियल पर्सेन्ट छ भने कम्युनिकेसन पनि गर्नु पर्यो। सोसियल मिडिया मार्फत जस्तै लिङ्किन होला, प्रोफाइल होला, कनेक्टिभिटी हुनु पऱ्यो नि त। आफूमा सिप छ तर त्यसलाई हामीले इन्हान्स गरिन भने त बताइकिन भने उसले काम पाउँदैन नि त। So do you mean to say that idea is more important than economic incentive for the beginners? Main thing is this important idea is we can start from the first stage from the idea, initial idea. किन आइडिया भइसकेपछि मात्रै नेक्स्ट लेभलमा कसरी गर्ने भन्ने कुरा हुन्छ। किनभने आइडिया सोच्नु त पऱ्यो नि त, ड्रिम त हुनु पऱ्यो नि त। ड्रिमलाई त्यहाँ ड्रिम त्यहाँ अन्ली एक्सन। Thank you so much. Thank you so much. मलाई त्यो अवसर दिनुभयो, खुसी लागेको छ मलाई। Thank you so much. क्रिएटिभ पोडकास्ट अन्तर्गत आज हामीले युवा स्वरोजगार सम्बन्धी केही छलफल गऱ्यौँ। आदरणीय टङ्कभद्र राईज्यूका शब्दहरू सुन्यौँ, उहाँका विचारहरू सुन्यौँ। आगामी
दिनमा पनि यस्तै विविध कार्यक्रमहरू लिएर हामी उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला।